झुटो माया चाहिँदैन पापिनी तिम्रो नासो बिरलिन नमस्कार सम्पूर्णमा आज हामी चाहिँ बुटोल जोइगुटी तपा लाइनमा छौँ। यति बेला चाहिँ हाम्रो पसलमा एकजना दाइ आउनुभएछ सारेङ्गी लिएर। दाइको शुभ नाम के होला? मेरो हेमन्त गन्धर्व। उहाँको नाम चाहिँ हेमन्त गन्धर्व रहेछ। कहाँदेखि आउनुभयो त? उहाँको बसाइ चाहिँ पाल्पा रहेछ र पाल्पा अहिले चाहिँ यहाँ मणिग्राम बस्नुहुन्छ। अहिले चाहिँ पहाड घर चाहिँ पाल्पा रहेछ र उहाँ चाहिँ मणिग्राम बसाइरहेछ। उहाँको पेसा नै हजुरको यही नै हो। उहाँको पेसा नै गायन पेसा रहेछ र उहाँको एउटा मिठो धुन सुन्यौँ र अझ एउटा धुन चाहिँ सुनाउँदा जाँदै हुनुहुन्छ दाइ। दाइ सुरु गर्नुहोस् एउटा मिठो धुन। उहाँको धुन चाहिँ मैले एउटा धुन चाहिँ सुनिसकेँ, एकदम मिठो थियो। झुटो माया चाहिँदैन पापिनी तिम्रो नासो बिरलिन मेरो माया कहाँ पुग्यो खै बोल्ने, कहाँ पुग्यो खै बोल्ने, यति साह्रो बोलाउँदा नसुन्ने साह्रै मेरो दुख्यो दिलको घाउ। झुटो माया चाहिँदैन पापिनी तिम्रो नासो बिर्तालिन उकालीको चिसो पानी जुरेलीले पियो, उकालीको चिसो पानी जुरेलीले पियो, पहिला दुःख पहिला सुख जन्म केले दियो। नजाऊ परदेश विदेशी